है। आज म हजुरलाई अनेकार्थी शब्द भनेर पढाउँछु। यो चाहिँ मैले अगाडि पनि पढाएको छु, तर त्यसमा चाहिँ अरू अरू शब्द दिएको थिएँ, जस्तै तर, ताल होइन, त्यसले चाहिँ अनेक अर्थ दिएको भनेर बुझाएको थिएँ नि। अनेकार्थी शब्द भनेको चाहिँ एउटा शब्दले धेरै अर्थ दिने। जस्तै बल भनेको एउटा तागत भयो, शक्ति भयो, अनि अर्को भकुण्डो भयो। अनि कर भनेको एउटा हात पनि हो, संस्कृतमा कर पनि भन्छ। अनि एउटा कर भनेको भ्याट पनि भयो, अनि एउटा कर भनेको ढिप्पी पनि भयो है। अनि अर्को जाल भनेको छ, एउटा जाल भनेको चाहिँ माकुराको जाल होइन, त्यो फस्ने जाल हुन्छ। अर्को जाल भनेको चाहिँ अरूलाई फसाउने, त्यो षड्यन्त्र रच्ने जाल के, त्यो कसैलाई पनि नराम्रो होस् भनेर षड्यन्त्र रच्ने जाललाई चाहिँ अर्को जाल भन्छ है। अनि पाल भनेको चाहिँ एउटा चाहिँ टेन्ट भयो नेपालीमा पाल भनेको। अनि एउटा पालले चाहिँ के गर्छ भने नि, कसैलाई पाल, गाई बस्तु बा पाल्ने काम भनेर त्यसरी बुझाउँछ है, पाल्ने काम भनेर बुझाउँछ। अर्को रहर भनेको छ। यो रहर भनेको एउटा चाहिँ एक किसिमको दाल हो रहर भन्ने। अनि एउटा रहर भनेको चाहिँ आफ्नो इच्छा के छ त्यसलाई चाहिँ रहर भन्छ। यिनीहरूले चाहिँ सबैले एउटा शब्दले एकभन्दा धेरै अर्थ दिन्छ, त्यही भएर अनेकार्थी शब्द भएको। अरू त हजुरलाई ताल तरहरू त सबै आउँछ नि, मास होइन, त्यो सबै आउँछ ल। थ्याङ्क यू।